साथीहरू आज धेरै दिनपछि म्यागी बनाएर खाँदैछु। देख्न सक्नुहुन्छ यसरी म्यागी बन्दैछ। म्यागी खान त मनपर्छ तर अलि हेभी हुन्छ क्या यो मोटो मान्छेहरूको लागि ठिक हुँदैन। अब दुब्ला पातला मान्छेहरूको लागि त ठिकै हो र हाम्रो अब त्यस्तै वेट ज्यादा छ नि त, त्यही भएर यो खान ठिक लाग्दैन। तर आज खाने मन लागेर खाइदिँदैछु। हेर्नुहोस् यसरी बन्दैछ। योमा अलिकति सेजन चटनी हाल्नुपर्छ। म सेजन चटनी हाल्छु है। यो हाम्रो सेजन चटनी हो। धेरै हाल्नु पर्दैन, यति नै हाल्नुपर्छ। यस्तो बबाल टेस्ट हुन्छ नि। कलर पनि आउँछ, हेर्नुहोस् टक्क कलर आइसक्यो। यस्तो बनाएर खायो भने बबाल टेस्ट आउँछ। म्यागी रेडी भयो, अब यसलाई खानु पर्यो। फेरि चिसो भइसकेपछि राम्रो हुन्न क्या, यसलाई गरम गरम खानुपर्छ अनि बबाल हुन्छ टेस्ट। र ज्यादा नै भइजान्छ कि हो एकजनालाई। अनि के छ तपाईँहरूको नास्ता पानी भयो कि नै? अब हाम्रो देश त हेर्नुहोस्, अब यहाँ 7-8 बजे नास्ता हुन्छ, 11-12 बजे खाना हुन्छ। अब के गर्नुहुन्छ, यस्तै छ। बास्ना त बबाल छ, अब खाँदा कस्तो हुन्छ एकछिन ट्राई गर्छु है। बबाल छ टेस्ट, तर गरम रहेछ। यो सेजन चटनीले यस्तो टेस्ट निकाल्छ नि, यो हरेक चिजमा जम्छ क्या। तपाईँको चाउमिन बनाउँदाखेरि, अनि हामीले राइस बनाउँदाखेरि होइन, अनि चाउचाउ भयो, यो लुडो के अरे यो म्यागी भयो, यस्तो यस्तो चिजमा धेरै राम्रो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नु होला है। हामी पहिला 2 जना छँदाखेरि अनि मोमो राइसहरू अनि त्यसपछि लुडल खान्थ्यौँ क्या। अब साथी घर गएको छ नि त, एक्लै छु। अब बिहानदेखि साँझसम्म बस्नुपर्छ, अनि त्यसपछि टाइम पनि हुँदैन बाहिर जाने, अनि कस्टमर आएको हुन्छन्। अनि त्यसपछि यहाँनिर एउटा ठुलो स्टोर छ, जहाँबाट हामी रेगुलर सामान मगाउँछौँ। त्यहाँबाट अनि त्यसलाई ल्याएर भोक लाग्यो 1-2वटा म्यागी पठाइदिएन भनेर अनि त्यसले म्यागी पठाइदिएको थियो। अनि त्यसपछि अहिले बनाएर खाँदैछु। खतरा छ टेस्ट। यो फेरि चिसो भयो भने राम्रो हुन्न क्या, यस्तो डल्ला परिहाल्छ नि त, त्यही भएर राम्रो हुँदैन। चिसो भइसक्यो त। अब यस्तो गाइज, अब के गर्ने, अब भिडियो बनाउने टाइम हुँदैन होइन। पहिला अलिअलि बनाउनु लागेको थियो बुढाबुढीहरू घरमा, घर फ्यामिलीसँग।
अब ठ्याक्कै यहाँ साथी अब छुट्टीमा गइसकेपछि एक्लै छु, बाहिर जान पनि पाउँदैन। अब यहाँ भित्रै हो, जे गरे पनि जसो गरे पनि बिहान 9:30 बजेदेखि रातिको 11:30 बजेसम्म यहीँभित्र खाऊ, यहीँभित्र बस, यहीँभित्र होइन। अब के भन्नु, कस्टमर आए हुन्छ, नभए दोकान खुल्ला गरेर बाहिर जान पनि नमिल्ने, त्यस्तै छ। ठिकै छ, यदि आइडीलाई फलो गर्नुभएको छैन भने फलो गर्नु होला, अनि साथ सपोर्ट गर्नु होला। अनि म पनि फलो ब्याक दिनेछु तपाईँहरूलाई है। यस्तै हो, फेसबुकमा अब काम गर्नुहुन्छ भने एकअर्काको साथ जरुरी हुन्छ, अनि त्यसपछि एकअर्कालाई सपोर्ट गरेर नै अगाडि बढिने हो। अनि त्यसपछि सजिलो हुन्छ, तपाईँहरूलाई पनि सजिलो हुन्छ, हामीलाई पनि सजिलो हुन्छ होइन। ल, सबैजनालाई गुड नाइट, शुभरात्रि। तपाईँहरूको मिठो निन्द्राको कामना है। ल, सबैजनालाई बाई बाई।